हे उज्जारे खसिया बगालो म आज एउटा कुरो एकदम सबैको लागि भनेलो भनेर आएको छु। लिर्को लगाउने बगालो कस्तो मान्छौ, प्रतिक्रिया दिया, कमेन्ट पनि गरे, भिडियो सेयर गरे। सही कुरा हो भने चाहिँ यो सबै क्या सुरक्षाकर्मी निजामती सबैको जागिर 20 वर्ष होस् क्या। 20 वर्षभन्दा माथि खानै नपाउने 20 वर्षमा नेपाल सरकारले त्यसलाई अफिसबाट निकालिदिने क्या। निकालिदिएपछि किन भन्छौ भने चाहिँ र निकालिदिएपछि अब हामीलाई पनि सजिलो हुन्छ। के कारणले हुन्छ भने चाहिँ हामीले अब छोराछोरीलाई एकदम पढाएका हुन्छौँ, लेखाएका हुन्छौँ, ठाउँ पनि पाइन्छ। अब त्यसले अब त्यो 20 वर्ष जारी खायो, त्यसले अब छोडिदिने, आफ्नो घरतिर आउने, किसान काम गर्ने, खेतीबारी गर्ने, बल्ल अनि हाम्रा नातिहरू छोराहरू गएन बल्ल त्यो ठाउँ पाउँछन्। मैले हेर किन धान्दा हाम्रा गाउँ पाएँ क्या। म दुई क्लास पढ्ने बेला कति वर्ष हुन आफै सोच, अहिले 37 वर्ष भएँ। त्यो मास्टर अहिलेसम्मका पढाएका पढाइ छ घर पाएँ। अनि निजामती कर्मचारी घर पाएँ। यो जम्म घुम्ने भने नि आर्मी र पुलिसमा तन घुम्या गर्ने 43वटा जिल्ला 50वटा जिल्ला घुम्या गरे हुन्छन् बिचारा। जो छोराछोरीसँग बस्न नि पाउँदैनन्। यदि छुट्टी पायो भने 2-3 दिनको छुट्टी पाउँछन्, फेरि ड्युटीमा आउनु पर्यो। कति गाह्रो छ क्या सुरक्षाकर्मीलाई, 24 घन्टा बिहारी कुर्नुपर्ने। अनि अब यो निजामती प्रशासनतिरका अब 10 बजे 10 बजेको ड्युटी हुन्छ, त्यही पनि 11-12 बजीतिर जान्छन् हाजिरी गरे। अनि त्यसपछि 3-4 बजीतिर आइजान्छन् क्या। कहिले के भन्नु र त्यहाँ। अब सकिन्छ भने चाहिँ नेपाल सरकार मेरो बिन्ती छ, म पनि त्यही सेवाबाट आएको 18 वर्ष जारी खाइ छोडिदिएँ मैले ठाउँ पाउनु अरूले भनेर। अनि म पनि स्वार्थको लागि होइन। अनि यो कुरा सुन्नुहोस्, सबैका कानमा जाओस् यो कुरा। क्या मैले बोले सकिन्छ भने चाहिँ निजामती सुरक्षाकर्मी सबैको 20 वर्ष अटोमेटिक माथिबाट नै घर जाने सिस्टम बनाइदिनु पर्यो। किनकि डिग्री पढ्या, प्लस पढ्या, ब्याचलर पढ्या, खारे मुलुक पासपोर्ट लगाएन काठमाडौँमा चप्पलसँग एकदम प्लेन चढ्नुभन्दा यो भिजा धुनुभन्दा, किनकि उनीहरूले ठाउँ पाउँथे क्या। अलिकति अहिलेको शिक्षा, आधुनिक शिक्षाहरू उनीहरूले शिक्षा दिन्थे, हाम्रा बालबच्चा हाम्रा नातिहरूलाई पनि काम लाग्थ्यो हो कि होइन। उनीहरू विदेश गएन 60 डिग्रीका घाममा पत्ताउनु पनि पर्दैन थियो। र जुनसुकै कर्मचारी पनि 6 महिना एउटा जिल्ला, 6 महिना एउटा जिल्ला, 6 महिना एउटा जिल्ला गरेर सर्र भइरहने गराइदिनु पऱ्यो क्या। यो घर पाइ भएर आज 58 वर्ष बनाएको छ निजामतीको। आज म्याथ थप्न पायो भने त्यो पनि ढोगे गर्छन् क्या उज्जारी खस्याउ। कति जारी खाने माने आउन्। अनि तिनीहरूले छोड्दैनन्। अनि ऐसा लाने अब पढ्या लेखा एसएलसी दिए ब्याचलर गरे बिचरा ठाउँ पाउँदैनन्। अनि गइदिन्छन् विदेश। बरु लोकसेवामा निष्पक्ष तरिकाले नाम निकाल्यो भने चाहिँ उसलाई जागिर त खान पायो। कसैको पावर पनि नलागोस्, कसैको केही पनि नलागोस्, कसैका भनसन पनि नलागोस् होइन। अनि त्यस्तो हुनु पऱ्यो क्या सिस्टम, त्यस्तो हुनु पऱ्यो। यो लागु हुन्छ कि भन्ने आश पनि गरिरहेको छु, सपना पनि देखाइ गर्छु। के गर्ने बगालो यो भइदिए चाहिँ सिद्धि राम्रो।